यहाँ चाहिँ अनधिकृत पार्किङ भनेर हामी यहाँ मूल्य तिर्दैछौँ। काठमाडौँ महानगरपालिका यतापट्टि वीर हस्पिटल बिल्डिङ, यतापट्टि क्युआरमा हाम्रो पेमेन्ट हुँदैछ। कति दाइ? दोस्रो पल्ट पऱ्यो कति पर्छ? दोस्रो पल्ट पऱ्यो भने 2000। ए पहिलोपल्ट पऱ्यो नि 1000, दोस्रो पल्ट पऱ्यो। खुसी के हो तपाईँ? खुसी हो नि होइन? अब हुनु पर्यो नि दाइ यार, के गर्नु अब। उहाँ खुसी हुनुहुन्छ पैसा तिर्नु परेर? धेरै खुसी छु नि दाइ यार। यहाँ अन्त खुसी कति हो? बेलुकासम्म भएन भने त 5 बजे पछाडि त लगेन। चिप्पो खोल्दिन त मलाई ब्लड लिन। कुन काम ब्लडको लागि आउनु भएको म यहाँ हस्पिटल भित्र? पार्किङ छैन दाइ यार, दिन नके यहाँ छिराउनु। दिनको रातभरि 500 तिरेर म पनि यहाँ हस्पिटलमा औषध लिन आएको हेर्नु। यहाँ पार्किङ त्यो पैसा दिएर रातभरिको 400-500 तिर्नुपर्छ। 400-500 तिर्नुपर्छ। के हेर्नु यही तिर्न पर्ने पैसा? यहीँ तिर्न पर्ने। अनलाइन क्युआर क्यास पनि पाइएन। क्युआर त अब नतिर त बाइक लान पाइएन। यस्तो स्लिप स्क्रिनशट दिएपछि यहाँ हेर्नु त हाम्रो 1000। म पनि तिर्छु, म फोटो खिच्ने पनि। मेरो नि सिज भएको छ। सर मेरो यो छिटो गर्दिन, म ब्लड ब्याङ्क जानु पर्छ। जरिवाना नतिरुन्जेल यहीँ हुन्छ। अब पाइएन। तपाईँ के कामका लागि आउनुभयो त? के भयो यसो सामान किन्न आएको त? ठिक छ, हस्पिटल आउने त फसेँ। ठिक छ, ल राम्रो छ व्यवस्था। त्यो पुरै लाइन परसम्म यहाँ पार्किङमा यहाँनिर काठमाडौँ महानगरपालिकाले पार्किङ गर्न नपाइने भनेर त्यसको जरिवाना स्वरूप 1000 रुपियाँ अनलाइनमा तिर्नुपर्ने जस्तो रहेछ। यहाँ धमाधम अनलाइन पेमेन्ट भइरहेको छ। म पनि अब एकछिनमा तिरेर यो वीर अस्पतालमा छेउमा यो पार्किङ अलिकति समस्या रहेछ। यहाँ नो पार्किङको बोर्ड त छ, तर यहाँ के गर्ने अब सजिलो हुन्छ सबैले पार्किङ गरेर। दुःख छ दुःख। हजुर ल महानगरका नाममा के गर्छ यो पैसा चाहिँ? के गर्छ महानगरको अब आर्थिक छ त। अब दिनुपर्ने हो क्या? कुन क्युआर हो? 82 2 महिना 4 गते। के मैले दस्तावेज गर्नुपर्छ पर्दैन? पर्दैन हजुर, यो चाहिँ तपाईहरुलाई मेसेज आउँछ अनलाइनमा। यहाँ उठाउन खोजेको विषय चाहिँ काठमाडौँ महानगरपालिकाले अनधिकृत पार्किङ भनेर उठाएको शुल्क, त्यो उठाएको विषयलाई त होइन, तर कुन प्रयोजनको लागि त्यहाँ बाइकहरू राखेका छन् मान्छेहरूले भनेर चाहिँ कुन कारणले, त्यो कारणको अवस्थाहरू चाहिँ अलिकति जटिल नै छ। किनकि वीर अस्पताल त यस्तो ठुलो अस्पताल, पहिलेदेखिको अस्पताल, त्यहाँ धेरै मान्छेहरूको चलपल हुन्छ, त्यहाँ धेरै मान्छेको काम पनि हुन्छ अस्पतालभित्र। त्यो अस्पतालमा गएका बिरामीहरू भेट्न जाने जो कोही अब त्यहाँ पार्किङभित्र त्यो छिराउनै पाउँदैन। वीर अस्पतालको पार्किङभित्र राख्न पाइँदैन अरे, त्यहाँ पार्किङ पाउँदैन। त्यो स्टाफको लागि मात्रै पार्किङ हो। तपाईँहरूलाई अन्त्य पार्किङ छ यहाँ छैन भनेर, कता कल्याणकारी छ पछाडि छ पारी छ भन्ने, त्यो अलिकति त्यहाँ पार्किङ राख्न पाउँदैन अरे भनेर पार्किङहरू चाहिँ हटाउँ, त्यहाँ राख्न दिँदैन। त्यसपछि हामीले पार्किङ कता राख्ने त भनेर भन्दाखेरि अब त्यही अब सबैले राखिरहेको हुन्छ नि, त्यो अगाडि त्यो वीर अस्पतालकै पछाडिपट्टि त्यहाँ 30-40वटा पार्किङहरू चाहिँ राख्न मिल्छ त्यहाँ बाइकहरू। त्यही राख्दाखेरि महानगरले त्यहाँ साङ्लो लाउने रहेछ, त्यो चाहिँ अलिकति। अनि त्यसको चाहिँ अब एकपल्ट पार्किङमा त्यसरी अनधिकृत पार्किङको चार्ज चाहिँ 1000 रहेछ। वीर हस्पिटलले राख्न नदिने अनि अर्को ठाउँमा राख्दाखेरि त्यसरी पर्दाखेरि अब धेरै गाह्रो हुने रहेछ। हामीले त्यहाँ त्यसरी पार्किङ बाहिरै पार्किङ राख्नु, त्यहाँ अब नो पार्किङको बोर्ड पनि छ, त्यहाँ राख्नु हाम्रो आफ्नै गल्ती त हो, तर त्यहाँ बाध्यताको कुरा पनि छ। अब उता पारी
अब ट्राफिक प्रहरी के अरे त्यो महानगर प्रहरीले पनि त्यो उता प्राधिकरणको पछाडिपट्टि विद्युत प्राधिकरणको पछाडि त्यहाँ छ, त्यहाँ राखेर फ्री पार्किङ छ, त्यहाँ राखेर आउनु, त्यहाँ राखेर आयो भने कसैलाई केही पनि हुँदैन भनेर भनेको छ। तर त्यो अलिकति प्र्याक्टिकल देखिँदैन त्यो विषयमा। महानगर भन्छ सम्बन्धित भवनले नै वा संस्थाले नै आफ्नो सेवाग्राहीहरूको लागि पार्किङ व्यवस्था गरिदिनुपर्छ भन्छ। त्यसो हुँदा त वीर हस्पिटलमा जाने सबैले वीर हस्पिटल पार्किङ, अस्पतालको पार्किङ प्रयोग गर्न पाउनुपर्ने, तर त्यस्तो छैन त्यहाँ। अनि अब बाहिर राख्न पाइँदैन, पारी राखेर अलिकति प्र्याक्टिकल भएन। यसको लागि यो अलिकति जटिल मुद्दाहरू छ र महानगरको शुल्क सम्बन्धमा पनि अलिक चर्कै शुल्क लाग्यो, 1000 रुपियाँ। जो कोहीले अब त्यहाँ धेरै सबैले तिर्नु भयो।